हेलो 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 होइन हेलो पनि भन्दैनौ हात कति हात चाहिँ कति कति केजीको छ उठाउँदैन कसैले हेलो हो ब्रजलको चाहिँ हल्कै रहेछ ल ल पुनो पुनो हामी चाहिँ ला 50मा एउटा क्या बसु स्कुटी तिमीको त्यहाँ कुर्ते यता आउँदैछ ल हामी चाहिँ घर हिँडिसक्यौँ यहाँबाट अनि हामी चाहिँ सेम ड्रेस लगाएर हिँड्यौँ चाहिँ अब चाहिँ हामी यहाँबाट हिँडेर लगभग 20 मिनटमा चाहिँ हामी घर पुग्छौँ अनि त्यहाँ चाहिँ मम्मी बाबा हुनुहुन्छ त्यही भएर अनि हामी चाहिँ जम्मा जम्मी 8 जना है 7-8 जना भएर यहाँबाट जाँदैछौँ अनि 3 जना पछाडि हुनुहुन्छ 3 जना अगाडि अनि हामी 3 जना 9 जना पो रहेछ अनि एक ग्रुप अगाडि यता अनि एक ग्रुप हुन्छ आइसक्नु भयो होला हामी चाहिँ अब चुस सपिङहरू गर्दै पनि जान्छौँ अलिअलि बाँकी सपिङहरू लिएर जान्छौँ अनि अब मासुहरू त घरमै छ सुँगुर लडिराखेको हिजै लड्यो एउटा सुँगुर लड्यो अनि दोदीले पनि भ्लग बनाउँदैछ यता आफ्नै धुनमा ओके सिधै लाग्छौँ हात्तीगौडाबाट भित्र आँसु यहाँ छिरेर ओके 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 चिसो पनि रहेछ हौ बिहानै ल ठाउँ ठाउँमा हामी भ्लगहरू जोड्दै गर्नेछौँ यहाँनिर चाहिँ एकैछिन हामीले यहाँनिर एकैछिन ओल्ड भएको छौँ यहाँनिर दाइको चाहिँ टायरमा हावा कम्ती रहेछ अनि टायरमा हावा दाइले हावा भर्दै हुनुहुन्छ अनि त्यहाँनिर बाहिर दाइले चाहिँ चेक गर्दै हुनुहुन्छ अनि सकिन लाग्नुभयो अनि यहाँ छौँ हेलो दोदीले पनि काका र ठुलो बुवालाई हेरिराखेको छ दिपा पनि उसको आफ्नो गाडी कुदिरहेछ ल तिनजना ल यहाँ चाहिँ बाटो बन्द रहेछ ल ओके यहाँबाट चाहिँ भित्रभित्र जानुपर्ने रहेछ अनि हामी चाहिँ बाटो बन्द यहाँबाट चाहिँ भित्र अब दाइले हामीलाई देखाउँदै हुनुहुन्छ अनि पुरानो पहिला पनि कापु भएको अनि फेरि यहाँ न्यु इयरमा हो भनेर चाहिँ थाहा थिएन त्यही भएर कहाँबाट हो जानुपर्ने पछाडि भाइ बहिनीहरू पनि आउँदै यस्तो कुना छ अनि यो भित्र चाहिँ टोटल नेवारको मात्रै बस्ती हो नेवारहरू मात्रै बस्नुहुन्छ नि त उहाँहरू चाहिँ एकदमै लोकल मात्रै बस्नुहुन्छ क्या यहाँ चाहिँ अनि कस्तो ओह्रालो हौ ए यहाँ निस्किँदो रहेछ नि त बिजोक भयो आज हिजो नगएर हिजो मैले जानै भनेको हिजो नगएर यसरी घुम्नु बिजोक भयो अब बाटो लम्बियो समय लम्बियो भोक लाग्यो अब के गर्नु त यस्तै भइहाल्यो टोखा भ्यू यति धेरै तल झर्नु पर्दो रहेछ अनि धेरै तल झर्नु पर्दो रहेछ हिजो नि गएको भए यस्तो आनन्द हुन्थ्यो यति बेला आनन्दसँग भर्खर उठेर हाई गर्दै बिहानको मर्निङ भ्यू हेर्न पाइन्थ्यो होइन अनि
नाइटवाला चाहिँ घुम्न जाउँ न अन्त फ्यामिली टुर जाउँ भनेर भनेको आज टोखा पो घुमाउँछ हौ बुढोले हौ यस्तो धुलोमा घुमाएको अरे हौ यस्तो पनि हुन्छ ओके अब हामी चाहिँ पोहोर साल त्यहाँबाट भित्र छिराएको थियौँ योपालि चाहिँ तल्लै घुम्नु पर्यो अनि बाटो रहेछ कडा छ बाटो कडा छ यहाँ यस्तो पानी पर्दाखेरि पुरै चिप्लो नचिप्लो हुने रहेछ घाम लाग्दाखेरि धुलो पोहोर साल चाहिँ लास्टै धुलो थियो अनि पोहोर साल होइन पर अर्को साल पोहोर साल त हामी बेलुकै गयौँ क्या र हौ पर अर्को साल हो किनभने हाम्रो शर्मिला दिदी पनि हुनुहुन्थ्यो नि त अनि पर अर्को साल चाहिँ हो ओके अब चाहिँ हामी यहाँनिर उताबाट आउने बाटोसँग जोडिन लागेका छौँ यहाँ चाहिँ अब थोरै माथि उकालो चढेपछि जोडिहाल्छ ओके 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 हाम्रो टिमहरू चाहिँ यहाँ एक बाइक यहाँ हुनुहुन्छ अर्को बाइक अगाडि जानुभयो अनि हामी एक बाइक किन जान्छौँ देखेको सानो कापा छिटिसकेको मलाई दुध मात्रै पुगेको यता चाहिँ यस्तो राम्रो बाटो छ होइन अनि राइडरहरूलाई चाहिँ सजिलो हुन्छ छेउतिर नलग्नु न डर लाग्छ अनि यहाँ चाहिँ भित्र चाहिँ रेस्टुरेन्टहरू छ अरे तर म चाहिँ गएको छुइनँ अनि हामी चाहिँ यही बाटो जाने आउने अनि भित्रको झर्ना पनि गएको छैन हौ म त अनि कस्तो फ्रेस के शीतल हुन्छ क्या यहाँ यता चाहिँ यही झर्ना यो भित्र चाहिँ झर्ना छ अनि मन्दिर पनि छ अरे तर हामी चाहिँ गएको छैनौँ यस्तो राम्रो बाटो छ चिलमा ड्राइभ गर्ने वाला बाटो छ अनि यो भित्र चाहिँ होइन कहिलेकाहीँ चेकिङ हुन्छ यहाँ बुढो चाहिँ फेरि खतरा भएर हो यहाँनिर हेलमेटै नलाइकन आएको छ नि त हौ खतरा मान्छे जहिले पनि खतरा हुँदो रहेछ अनि यस्तो खोला परेर आउनुपर्छ यस्तो फ्रेस छ वाउ यस्तो पो छ हौ फ्रेस बाटो यस्तो राम्रो छ कि नेचुरल हावा पाउँछ यहाँ चाहिँ नेचुरल एसी अनि नेचुरल फ्यान यहाँ चाहिँ यस्तो पालोहरू पलाइसकेको छ एभरग्रिन रेस्टुरेन्ट होला होइन यो अब माथि गएर नै खानासाना खाएर अब कता जाने के गर्ने हाम्रो होइन भने तत्कालीन प्लानहरू बन्छ होइन अस्ति चाहिँ हाम्रो सूर्य चौर जाने हाम्रो प्लान थियो फ्यामिली पिकनिक जाने अनि फेरि अब हिजो हामी आएनौँ कस्तो मिठो मासुको बास्ना उफ कस्तो खाम लाग्यो आज हामीले केही नखाइकन ढिलो उठेर यहाँ चाहिँ नुवाकोट जाने बाटो हो अनि यताबाट हामी हाम्रो घरतिर लाग्छौँ अनि यहाँनिर यहाँ फेरि हाम्रो ल फाइनली हामी चाहिँ सबैजना फेरि एक ग्रुप भइसक्यौँ अनि यहाँनिर उता 3 जना यता 3 जना फाइनली हामी चाहिँ घर आइपुग्यौँ अनि घरमा चाहिँ मम्मी बुवाहरू हुनुहुन्न जस्तो छ पापा चाहिँ उहाँ रहेछ मम्मी यता रहेछ म्याउ म्याउ अनि मलाई गाउँको यहाँ म यहाँ हेलो ओ पिपी नाक्सु गर न मम्मी तल हुनुहुन्छ अनि
यता चाहिँ हाम्रो ग्रुपहरू आउँदै हुनुहुन्छ अनि हामी लाग्छौँ अब चाहिँ यहाँबाट ल यहाँ त्यहाँ काम अनुसन्धान हुँदैछ सबैजनाको अनि काम अनुसन्धान हुँदैछ दसैँ एक आउले रहेछ दसैँ बिकेर त्यसले यहाँनिर रहेछ प्रजल किन ह्याप्पी नभएको न्यु इयरमा ह्याप्पी हो न ह्याप्पी दसैँ लु अब हामी वेलकमिङको ल साना वेलकमिङको लागि अगाडि जाउँ हजुर